नमस्ते साथीहरू। आज फेरि पनि म एउटा भिडियो लिएर आइसकेको छु र आजको भिडियोमा हामी नेपालको संविधानको भाग 3 मौलिक हक र कर्तव्य मेमोरी टेक्निकबाट सिक्ने कोसिस गर्छौं। र मेमोरी टेक्निकमा हामीले विशेषतः आज लिङ्किङ मेथडबाट लिङ्क गरेर सिक्ने कोसिस गर्छौं। जस्तै कि लिङ्क गर्नको लागि 16 जुन छ 16 सँग मिल्दो जुल्दो अर्थ शब्द खोज्ने। 16 सँग के मिल्दैछ 16 सँग भने चोर। अब चोरहरूले के गर्दैछ इमेजिन गर्नु कि एकदम आन्दोलन गर्दैछ कि हामीहरूले पनि सम्मानपूर्वक बाँच्न पाउने हक चाहियो। अब चोरहरूले एकदम रोडमा नारा लगाइरहेछ केपी चोर हामीलाई पनि सम्मानपूर्वक बाँच्न पाउने, चोर केपी चोर प्रधानमन्त्री भएछ हामीले सम्मानपूर्वक पनि बाँच्न नपाउने एकदम नारा लगाएर उफ्रिरहेछ रोडमा। र त्यस्तै 17 मा छ धारा 17 मा स्वतन्त्रताको हक। अब 17 केसँग मिल्दैछ भने पत्र। के चोरहरूले के गर्दैछ अब भने पत्र लेख्दैछ कसलाई त केपी चोरलाई के को लागि हामीलाई स्वतन्त्रताको हक चाहियो। र चोरहरूले यो दुईटा हक पाइ पनि सक्यो, सम्मानपूर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हक। अब उनीहरूले समानताको हक विरुद्धमा एकदम नारा लगाइरहेछ। र यो तीनटै हक पाउने बित्तिकै के आउँछ त समाचार आउँछ, न्युज आउँछ भिडियोमा। त हामीले के बुझ्यो सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक 17 मा पत्र लेख्दै थियो र अनि समानताको लागि पनि हक पाइसक्यो। त्यो समाचार आयो केमा रेडियोमा। त त्यसको लागि रेडियो के हो त सञ्चार हो। त धारा 19 मा सञ्चारको हक। र यो समाचार सुनेर पीडित व्यक्तिहरू आन्दोलनमा उत्रियो र उनीहरू के चाहियो न्याय सम्बन्धी हक चाहियो। एकदम आम आदमी मान्छेहरू एकदम जसको चोरी भएको छ यो पीडित मान्छेहरू एकदम आन्दोलनमा उत्रिसकेछ। चोरहरूले समानताको हक, स्वतन्त्रताको हक, समानताको हक र पाइसक्यो। यो कुरा कहाँ सुनियो त रेडियोमा सुनियो। रेडियोमा सुनेर एकदम आन्दोलन गरिरहेछ अब आम मान्छेले। र के को विरोधी हो के माग गर्दैछ भने उनीहरूले आम आदमीले अपराध पीडितको हक, यातना विरुद्धको हक र निवारक नजरबन्द विरुद्धको हक। यसमा यो तीनवटा धारा 21, 22 र 23 को अ या नि पहिलो शब्द लिने के को न्याय सम्बन्धी हक 26 मा त के को न्याय चाहियो त अ या नि। अबाट अपराध पीडितको हक भइहाल्छ र याबाट यातना विरुद्धको हक भइहाल्छ र निबाट निवारक नजरबन्द विरुद्धको हक भइहाल्छ। र त्यसै गरी 24 मा के छ भने छुवाछुत तथा भेदभाव विरुद्धको हक। त यसलाई यसरी याद गर्ने यो मान्छे त एकदमै 24 घण्टा छुवाछुतको कुरा गरिरहन्छ। 24 घण्टा छुवाछुत तथा भेदभाव विरुद्धको हक सम्झिनु। त्यस्तै छ 25 मा सम्पत्तिको हक। अब 25 वर्ष हुन लाग्यो सम्पत्ति कमाउनु पर्यो। त त्यसैले सम्झिनु पर्छ कि 25 मा के छ त सम्पत्तिको हक। 25 वर्ष भयो अब सम्पत्ति चाहियो, हल्का फल्का कमाउनु पर्यो। घरमा पनि समस्या हुन्छ सबैको। त यो सम्झिनु कि 25 वर्ष पुगिसक्यो अब हल्का फल्का कमाउनु पर्यो, सम्पत्तिको हक। अब मान्छेले दोहोरै कमाउन थाल्यो भने के चाहिन्छ धार्मिक स्वतन्त्रताको हक चाहियो। अब कमाउन पनि थाल्यो हल्का हल्का, अब के चाहियो धार्मिक स्वतन्त्रताको हक चाहियो। त 26 मा धार्मिक स्वतन्त्रताको हक रहेको छ। त्यस्तै 27 मा छ सूचनाको हक र 28 मा छ गोपनीयताको हक र 29 मा छ शोषण विरुद्धको हक। अब यो धार्मिक स्वतन्त्रताको हक एकदम सूचनाको रूपमा फैलन थाल्यो भने के हुन्छ शोषण हुन थाल्छ एकदम। त्यसैले यो कुरालाई गोप्य राख्नु पर्यो। त सूचनाको हक, गोपनीयताको हक र शोषण विरुद्धको हक यो तीनटालाई मिलाउनु पर्यो। धार्मिक स्वतन्त्रताको हक त चाहियो
हक पाएपछि त्यो कुरालाई गोप्य राख्नु। केलाई गोप्य राख्नु? सूचना धार्मिक स्वतन्त्रताको सूचनालाई गोप्य राख्नु। गोप्य राखेन भने शोषण हुन सक्छ। यसरी मिलाउनु पर्यो। 26 मा धार्मिक स्वतन्त्रताको हक, 27 मा सूचना के गर्नु पर्यो? गोप्य राख्नु पर्यो। त्यो गोपनीयताको हक गोप्य राखेन भने के हुन्छ? शोषण हुन सक्छ। त्यसैले शोषण विरुद्धको हक 29 मा। त्यसै गरी 30 मा छ स्वच्छ वातावरणको हक र शिक्षा सम्बन्धी हक। हामीले के महिनामा 30 दिन हुन्छ, त हामीलाई 30 दिन के चाहियो? स्वच्छ वातावरण चाहियो। अनि हामी स्वस्थ रहन्छौँ, अनि हामी राम्ररी शिक्षा लिन सक्छौँ। त 30 मा याद राख्नु कि स्वच्छ वातावरणको हक 30 दिन हामीलाई स्वच्छ वातावरण चाहियो। र त्यसपछि 31 मा रहेको छ शिक्षा सम्बन्धी हक। कति पढ्यो, धेरै 31 वर्षसम्म पढ्यो, अब के गरियो? रोजगारहरू चाहियो। धेरै पढेर पनि हुँदैन, त 31 वर्षमा के गर्नु पर्यो? पढाइ बन्द गर्नु पर्यो। त यो सम्झिनु शिक्षा सम्बन्धी हक धारा 31 मा। र त्यसपछि के को शिक्षा चाहियो हामीलाई? भाषा तथा संस्कृतिको धारा 32 मा याद गर्नु। भाषा तथा संस्कृतिको कसरी? त शिक्षा अब बढी भएपछि कलेजको मात्रै हुँदैन, हाम्रो संस्कृतिको भाषाको बारेमा पनि शिक्षा हुनु पर्यो। र शिक्षा पाएपछि हामीले के चाहियो? रोजगारी चाहियो, श्रम चाहियो। त्यस्तै गरी याद गर्नु 31 मा शिक्षा सम्बन्धी हक। र शिक्षा केमा चाहियो? त हाम्रो भाषामा चाहियो। र हाम्रो संस्कृति पनि थाहा पाउनु पर्यो, भाषा तथा संस्कृतिको हक। र त्यसै गरी 33 मा अब शिक्षा पाइसकेपछि त रोजगारी चाहियो। त 33 मा रोजगारीको हक चाहियो। र रोजगार पाएपछि क्या हामीलाई श्रमिक चाहियो, पैसा त चाहियो। रोजगार त फ्रीमा हामीले गर्दैन। त रोजगारी पछि श्रमको हक याद गर्नु यसरी मिलाएर। र त्यसपछि अब हामीले रोजगारी पनि पाइसक्यो, श्रमिक पनि पाइसक्यो। अब के हामीलाई स्वास्थ्य सम्बन्धी हक चाहियो। राम्रो स्वास्थ्य हुनु पर्यो हाम्रो। त 35 मा छ स्वास्थ्य सम्बन्धी हक। यसरी नै र स्वास्थ्य कसरी हामी राम्रो स्वास्थ्य राख्न सक्छौँ? त खाद्य सम्बन्धी हक। राम्रो गुणस्तरीय खाद्य वस्तु चाहियो। त स्वास्थ्य पछि खाद्य सम्बन्धी हकको अब स्वास्थ्य पनि, खाद्य पनि, शिक्षा पनि पाइसक्यो, रोजगारी पनि पाइसक्यो, श्रमको हक पनि। अब के चाहियो हामीलाई? आवासको हक, घर चाहियो नि हो। त्यही भएर अब सबैपछि आवासको हक याद गर्नु। हामीले शिक्षा पनि पाइसक्यो, भाषा तथा संस्कृतिको हक पनि पाइसक्यो, रोजगारी पाइसक्यो, श्रमको हक पाइसक्यो, स्वास्थ्य सम्बन्धी हक पाइसक्यो, खाद्य सम्बन्धी हक पाइसक्यो। अब के चाहियो हामीलाई? आवासको हक, घर हुनु पर्यो। त्यसैले 37 मा अब आवास पछि के चाहियो हामीलाई? सबै थोक भयो। अब त बिहे पनि गर्नु परेन। त्यसैले आवासको हक पछि घर सर सबै पाइसक्यो, रोजगार, शिक्षा, अब श्रम पनि आम्दानी पनि भइरहेछ हल्का फुल्का। अब बिहे गर्नु पर्यो। र बिहे पछि के हुन्छ? बच्चा हुन्छ। त त्यसैले 39 मा बालबालिकाको हक, 39 मा रहेको छ बालबालिकाको हक। र त्यसरी याद गर्नु। र अब 40 मा छ दलितको हक। यसलाई कसरी याद गर्नु भने अब सबै थोक पाइसक्यो। अब 39 मा बालबालिका हक थियो, 38 मा बिहे गरियो हामी, र 39 मा बालबालिका पाइयो, बालबालिकाको हक थियो। अब दलितहरूलाई पनि हक दिइहालौँ, हामीले सबै थोक पायो भने। त्यसरी याद गर्नु। त्यसै 41 मा छ ज्येष्ठ नागरिकको हक। अब हामी त बुढो हुन लाग्यो, त ज्येष्ठ नागरिकको हक चाहियो। त के चाहियो? सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, र उपभोक्ताको हक। यसलाई कसरी याद गर्ने भने सामाजिक न्याय। अब ज्येष्ठ नागरिकलाई के चाहियो? समाजमा न्याय चाहियो। त सामाजिक न्यायको हक 42 मा। 43 मा के छ भने सामाजिक न्याय पाएपछि के हामी समाजमा सुरक्षित हुन्छौँ। त्यसैले 43 मा सामाजिक सुरक्षाको हक याद राख्नु। र 44 मा अब के चाहियो हामीलाई? उपभोक्ताको हक।
र 45मा रहेको छ देश निकाला विरुद्ध। अब बुढो भएपछि कसैले देश निकाल्न पाउँछ पाउँदैन, त त्यसैले 45मा याद राख्नु देश निकाला विरुद्धको हक, र 46मा संवैधानिक उपचारको हक रहेको छ। र यही 31वटा मौलिक हकहरू थियो जुन हामी आज सम्झियो। र यस्तै अन्य मेमोरी टेक्निकबाट तपाईँहरू भिडियो सिक्न चाहनुहुन्छ, लोकसेवाको तयारीमा हुनुहुन्छ भने यो च्यानलमा जोड्नुहोला। म अझै योभन्दा राम्रो तरिकाले सिकाउने प्रयास गर्नेछु अर्को भिडियोमा। धन्यवाद।